मन्त्रीज्यू चाहिँ बाह्रबरा फाउन्डेसनसम्म सम्बन्ध कति लामो समयदेखि छ र यसको उद्देश्य के हो, हजुर त्योसँग कतिको सम्बन्धित हुनुहुन्छ र? बाह्रबरासँग चाहिँ मेरो पुरानो चिन्जान हो। हेर्नुहोस्, बाह्रबरा फाउन्डेसन भनेर खोलेकी थिइन्। त्यो फाउन्डेसनमा म सुरुमा त एकदम सुरुमा थिइनँ, तर जब उनले के भनिन् भने खोजी पत्रकारिताको सन्दर्भमा मलाई केही सम्मान गर्न मन छ पत्रकारहरूलाई जसले सुशासनको लागि काम गर्छन् भनिराख्दा उनले $10,000 आफ्नो व्यक्तिगत पैसा म त्रिभुवन विश्वविद्यालय पढ्थेँ अनि त्यो पत्रकारिता विभागमा उनले राख्नु पर्यो भने यो अलिक क्लियर हुन जान्छ भनिसके पछाडि ओहो ल हुन्छ भनेर राम्रो काम भनेर त्यो आधारमा हुँदै जाँदाखेरि बाह्रबरा साहबले चाहिँ के भयो भने मरिन डाक्टर सन्दुक रोहित आउनुभयो, उपाध्यक्ष हुनुहुन्थ्यो अनि उहाँ अध्यक्ष भइसकेपछि बाह्रबराको पनि चाहना थियो कि एउटा सदस्य चाहिँ मिडियाबाट बस्दै हुन्थ्यो भन्ने भयो। म सदस्य बसेकै हो। म 1 वर्ष 1.5 वर्ष जोडिएँ। त्यो जोडिएको विषयलाई यसरी 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 ल्याइयो कि अब कि डाक्टर सन्दुक रोहितलाई दानव भनौँ हामी सबै मिलेर। जीवन यति सामान्य छ होइन, यत्रो आँखाको भगवान भन्छन्, यो देशमा केही स्वार्थ जसलाई छैन त्यस्तो मान्छेले त सदस्य बस्नु पर्यो भन्दा मर्न जा भने त मर्न गइन्छ, सदस्य म बसेकै हो।